नमस्ते साथीहरू, गुड मर्निङ साथीहरू। देख्न सक्नुहुन्छ यसको म के बनाउँदैछु। फालेका चिजहरूले पनि काम लाग्छ भनिन्छ। अब यो अहिले बनिसकेपछि तपाईलाई देखाउन जान्छु। हेर्नुस् यसको अहिले कस्तो बन्छ। यिनी फालेका चिज हुन्। हामीले आफ्नै घरमै म्यानेजमेन्ट गर्न सक्यो भने केही चिज बन्छ। बनाएपछि बनाउन सकिन्छ। ल है त अब म यसलाई सुरु गर्छु। लाइनमा झाप पनि गर्नुपर्छ। नापेर चाहिँ यसलाई कटिङ 6 इन्ची देख्न सक्नुहुन्छ। 6 इन्चीमा कटिङ गर्नुपर्छ। यसलाई पनि 6 इन्चीमा कटिङ गर्नु पर्यो। दुईवटालाई 6 इन्चीमा कटिङ गरेर अलिकता यो धारको यसम्म 5.5 इन्ची ल 6 इन्ची भनौँ न। यसम्म काट्दा पनि हुन्छ, सिधा चाहिँ छैन। 7 इन्ची राख्दा पनि हुँदो रहेछ। कटिङ गरेर देखाउँछु है त। ब्याक्स लिनु होला। यहाँ ब्याक्स बिलेट। अब यसलाई कटिङ गर्नु पर्यो। भने कटिङ यहाँदेखि सिधा यसलाई भिडियो लामो हुन्छ साथीहरू। त्यो पनि यसलाई यहाँसम्म यो भनेपछि यहाँसम्म 6 इन्ची। यो 6 इन्ची राख्नु पर्यो। त्यो 7 इन्ची, यो 6 इन्चीको बराबरमा मार्कआउट गरेर 6 इन्ची यसलाई पनि 6 इन्ची 7 इन्ची यसमा हाल्नु पर्यो।